आमा हजुरले के भन्नुभएको? यो स्कर्ट बनाएको छु नि। कसको लागि बनाउनुभएको? यो अब तिम्रो लागि पनि हुनसक्छ, पुनुको लागि पनि हुनसक्छ। यो जसको लागि हुन्छ बनिसकेपछि उसरी लाउने हो। जसको लागि हुँदैन अनि फेरि म अर्को बनाइदिन्छु। ए हस्। अनि यो कहिले बनिसक्छ? 2-3 दिनमा? 2-3 दिनमा बन्दैन नि छोरी, धेरै टाइम लाग्छ नि। मामुले यो कहिले कहिले बिहाको बेलामा बनाउने हो। अनि यो मात्रै बनाएर नि होइन। अनि अलिअलि गरेर बनाउँदा अलि टाइम लाग्छ कि छोरी। यो 2-3 दिनमा त बन्दैन, अलि टाइम लाग्छ। अनि अर्को माथिको बनाउनु भएको चाहिँ कहाँ छ नि? कुन त तिमीले कहाँ राखेछौ त्यो? माथिको बनाएको त त्यो अहिले अब यो गर्मीमा लाउन सकिँदैन। यो जाडो महिनामा लाउने हो छोरी, बनाइराख्ने। जाडो महिनामा लाउनुपर्छ यसलाई। बनाइराखेर अनि राख्ने? अब जाडो महिनामा लाउनुपर्छ, गर्मीमा त अब यो लाउन सकिँदैन नि। गर्मीमा त धेरै गर्मी हुन्छ। बनाएर राखिछौ नि, लाउनुपर्छ पछि। बिस्तारै बिस्तारै बनाउँछु।